नेपालका सुन्दर भूभागहरू मध्ये एक जहाँ प्रकृति र श्रद्धा सँगै भेटिन्छ। कुपिण्डे ताल। यो कुपिण्डे ताल बनगाड कुपिण्डे नगरपालिकाको मात्र नभएर समग्र सल्यान जिल्ला, समग्र कर्णाली प्रदेश र समग्र राष्ट्रकै एउटा महत्त्वपूर्ण ताल हो। यो 100वटा गन्तव्य स्थानमध्येको एउटा स्थान हो। यो ताल केवल पानीको पोखरी मात्र होइन, यो एक आस्था, एक इतिहास र एक सौन्दर्यको सजीव दृश्य हो। आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्य एकै साथ, अनुपम सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य कुपिण्डे ताल। यहाँसम्म आउनको लागि यातायातको सहज पहुँच छ। यसका साथसाथै यहाँ बस्न उठ्न र सैर गर्नका लागि सबै वातावरण हामीले मिलाएका छौँ र अझै थप व्यवस्थित गर्दै जान बनगाड कुपिण्डे नगरपालिका प्रतिबद्ध भएको कुरा पनि यहाँसँग निवेदन गर्न चाहन्छु। कञ्चन पानी भएको कुपिण्डे ताल जहाँको पानीको रङ परिवर्तन भइरहेको जस्तो देखिन्छ। तालको कञ्चन पानीमा कुनै पात पतिङ्गहरू खस्यो कि चराले टिपेर लैजाने हुँदा यो ताल यति सफा र सुन्दर देखिन्छ। प्रकृतिको काखमा अब तपाईँको एक पल। आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू लगायत सम्पूर्ण देशवासी र विदेशसम्मका धार्मिक र प्राकृतिक हिसाबले मनोरञ्जन गर्ने पर्यटकहरूको लागि हामी हार्दिक निमन्त्रण गर्न चाहन्छौँ। हरियाली जङ्गलले घेरिएको चुपचाप छछल्की रहने स्वर्गको एक अनुभूति तपाईँलाई पर्खिरहेको छ।